गुड मर्निङ। निर्मला पन्तको जब फाइल खुल्यो भन्ने थाहा पाएपछि भन्दा पनि हिजो पत्रकार एकजनालाई समाएपछि नेकपा एमालेका बादलजीले के कुरा भन्दै हुनुहुन्छ सबभन्दा पहिला उहाँको कुरा सुनौँ, त्यसपछि एन्सर यस किसिमका निर्मला घटनाका प्रकरणहरू योभन्दा अगाडि पनि थिए र आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ। सुन्नुभयो होइन? फाइल हिजो नि खोलिएका थिए, आज नि खोलिन्छ, भोलि पनि रहिरहन्छ। के हाम्रो देशमा सधैँ बलात्कार रहिरहनु पर्ने? बलात्कार गर्नेलाई समाउनलाई किन तपाईँहरू यति आत्तिनु भएको, किन डराउनु भएको? कतै आफ्नो नाम मुसिन्छ भन्ने कतै तपाईँहरूलाई पीडा त परेको होइन कि? निर्मला हत्याकाण्डमा कतै न कतैबाट फेरि कानुनको दायरामा फसिन्छ कि भन्ने डर पनि होला। त्योभन्दा पनि सत्य तथ्यलाई त साथ दिने हो। यस्तो घटना अब नहोस् भन्ने हो। अब यो घटना भयो भने पनि यसलाई नेपाली जनताले स्वीकार्ने छैनन् भन्नुपर्ने हो। किनभने अहिले बालेनको सरकार हो, अहिले ढाकछोपको सरकार होइन। आफ्नो मान्छेलाई जोगाउने र अरूलाई फसाउने सरकार होइन यो कुरा पनि बुझ्न जरुरी छ। त्यही कारणले गर्दा पनि तपाईँहरूलाई डर लागेको होला। जो निर्मला पन्त 8 वर्ष अगाडिको केस खुल्न लागेपछि सबैजना आत्तिरहेछन्, किनभने गल्ती गर्नेलाई डर लाग्छ। ठिक छ, तपाईँको यो भनाइप्रति चाहिँ मलाई एकदम नै चित्त बुझेन। यो पहिला पनि भएको हो, अहिले पनि भइरहेछ र पछिसम्म हुनेछ। बलात्कार सधैँ नेपालमा बसिरहनु पर्ने, यसै गरी निर्मला हत्या जस्तो काटेर मरिनै पर्ने बलात्कार भएर? यो तपाईँहरूको यो कुराले चाहिँ मलाई चित्त बुझेन। र अर्को कुरा, सुकुम्बासीहरूलाई बालेन शाहले हिजो धनगढीबाट लाल पूर्जा दिनलाई सुरुवात गरेछ। वाउ, धेरै खुसी भएँ। र सबभन्दा पहिला उहाँहरूको यो हेरौँ, खुसी हुनुभएको 15 जनाले लाल पूजा पाउनु भयो। धन्यवाद बालेन सरकार। यस्तै गरी सुकुम्बासीहरूलाई प्रपर सुकुम्बासी चिनेर तपाईँले यसै गरी बासको व्यवस्था गरिदिनुहोस् र भूमिहीनलाई भूमि दिनुहोस्। वाउ, यो चाहिँ एकदम राम्रो काम छ। यसमा फलानुले ढिस्कानुले जसले नाम जोडे बाल मतलब छैन। र सुकुम्बासीको नाउँमा जब अहिले नि जग्गामा 4 आना घर बनाएको मान्छे अरबपति भएका छन्, देश लुटेर देशलाई भ्रष्टाचार गरेर देश बर्बाद बनाएर, त्यस्ता व्यक्तिको सम्पत्ति राष्ट्रियकरण गरेर भए पनि यी व्यक्तिहरूलाई पनि रोजगारीको सिर्जना गरिदिनुहोस्। कल कारखानाहरू जुन यिनीहरूले खाएका छन्, लुटेर बेचेर जेसुकै गरेर खाएका कल कारखाना खोल्ने प्रयत्न गरिदिनुहोस्। किनभने 3 करोड जनता नि अहिले काम नपाएर सडकमा उफ्रिरहेका हुन्। काम भयो भने कोही पनि मान्छे आन्दोलनमा आउँदा नि आउँदैन। हामी काम नपाएर बेरोजगारी भएर पक्कै पनि सडकमा उफ्रिएको हो। राम्रो कामको लागि हामी एकदम तपाईँहरूलाई साथ सपोर्ट दिनेछौँ सधैँ। त्यसैले त नेपाली जनताले अब विकल्प खोजेर नै बालेन सरकार 5 वर्षको लागि 2/3 सरकार दिएको हो। यसमा 2 मात्रै छैन। राम्रो कामको सुरुवात गर्नु लाग्नु भएको छ, त्यसको लागि धेरै धेरै बधाई। अब हरेक सुकुम्बासीहरूलाई लाल पूर्जा अवश्य पनि हुनेछ। तपाईँहरू भूमि नै नभएको मान्छेलाई भूमि पाउनु नै तपाईँहरूको लागि उपलब्ध हो। यसलाई स्वीकारेर, सहस्र स्वीकारेर तपाईँहरूको माथि गरेका राजनीति, तपाईँहरूलाई यो राजनीतिमा उचालेर काठमाडौँमा जग्गा चाहिन्छ, यसो चाहिन्छ, त्यो नहुने कुरा नगरिदिनुहोस्। र अर्को कुरा, बालेन सरकारलाई म बिन्ती के चढाउन चाहेँ भने, बालिनजी तपाईँले चाहिँ दृष्टिविहीनलाई, बिचरा उहाँहरू त शारीरिक रूपमै अपाङ्ग हुनुहुन्छ, उहाँहरूलाई चाहिँ घाँसपासको कबासको व्यवस्था गरिदिनुहोस्। मेरो चाहिँ हृदय कुनै पनि नेपाली दुःख पाएको म हेर्नै चाहन्न। किनभने उहाँहरू त शारीरिक रूपमा पनि अस्वस्थ हुनुहुन्छ। उहाँहरूले त्यो गीत बजाएर अलिकति भए पनि मागेर खानुभएको, त्यसलाई तपाईँले उसको कारणले हटाइदिनु भयो। ठिक छ, त्यो किनभने त्यसमा समस्या पर्यो होला या केही भयो, विविध कारणले हटाउनु भयो, त्यो ठिक छ। तर उहाँहरूको घाँसपास र कबासको व्यवस्था चाहिँ गरिदिनु होला। जसरी अहिले भूमि दिनुभएको छ सुकुम्बासीहरूलाई, त्यसै गरी दृष्टिविहीनहरूलाई नि घाँसपासको कबासको चाहिँ व्यवस्था गरिदिनु होला। कुनै पनि पार्टीले राजनीति नगरोस् दृष्टिविहीनमाथि, यही मेरो आग्रह।